नमस्कार, के छ? जसले एमाले काङ्ग्रेस माओवादीमा भोट हाल्नुभएको छ तपाईँहरू उभिएर एक्लै बसेको बेला फोन नहेर्नु है प्लिज। कतै ढलिहाल्नु भयो भने हस्पिटल लानलाई कोही मान्छे होस् छेउमा, त्यो बसेर हेर्नु। ढलिहाले पनि कुर्सीमा त्यस्तो स्वास्थ्यमा ठुलो असर नगरोस् है, मिलाएर त्यसरी हेरौँ। फेरि स्वास्थ्यभन्दा ठुलो त अब पार्टी होइन होला। झापा 5मा के छ, बालाई त चक्कर लागिसक्यो होला। अब यसो गरौँ, छिटै परिणाम लिन मतगणना गरेर राख्न जरुरी छैन हौ। अब यसै जित्ने उसै जित्ने, ढिलो भयो यसरी। अलिकति छिटो तरिका अपनाउने बेला अब कि वेट मेसिनमै हाल्ने हो कि भन्ने कुरो पो आउँदैछ त। कसो गर्ने हौ? खरो भइरह होला। यसो पानी पनि पिउँदै गर्नु, अलिक तातो पानी, चिसो पानी। बिमारी परिएला नि, हार्ट एट्याक आउँछ। स्वास्थ्यको ख्याल गर्दै गर्नु। यो चुनावभरि चाहिँ, यो काउन्टिङभरि कसरी यो विजय घोषणा हुन्जेलसम्म, जब सरकार बन्दैन तबसम्म चाहिँ तपाईँहरू भरिसके फोनै टेलिभिजन केही नहेर्नु। एकदम गुप्तवास बस्दा हुन्छ, किनकि स्वास्थ्यलाई पो असर पर्छ कि जस्तो लाग्न थाल्यो मलाई। त्यही कारणले गर्दाखेरि अलिकति यो टेलिभिजन मोबाइलहरूदेखि अलिक टाढै बस्नु है। त्यही हो, अरू सबै ठिकै छ होइन। अब को कस्तो के हो भन्ने कुरो अब बिस्तारै थाहा हुन्छ। के भन्नु अरू। ल, आजको लागि यति नै।